हेलो गाइज, म हो जीवन। म चाहिँ आज तपाईँलाई के भनी थोरै जानकारी दिन गइरहेको छु भने त्यो भिडियो विषय चाहिँ के रहेको छ भने जस्तै अब म डेलिभरमा काम गरी घर जाँदाखेरि मलाई कति महिनाको छुट्टी मिल्छ, म नेपाल अब आफ्नो देशमा गएर कति महिना बस्न सक्छु भन्ने विषयमा थोरै भिडियो बनाउनु गइरहेको जानकारी दिन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। जस्तै तपाईँ डेलिभरमा काम गर्नुभयो, काम गरेपछि तपाईँले अब वर्षभरि काम गरेर धेर थोर कति कमाउनु भयो, अब ऋण तिर्नु सक्नुभयो नसक्नुभयो होइन, तपाईँ घर जान चाहनुभयो या तपाईँको ल म 1 वर्ष पुर्याउनु भयो नि त, काम गर्दा गर्दै 1 वर्ष पुऱ्याइसकेपछि ल अब म घर जान्छु, अब बुढा केटाकेटी फ्यामिली बिहे गरेर अब भनौँ न बिहे गरेर अब छोराछोरी छन् भने छोराछोरी बाउ आमालाई म भेटेर आउन चाहन्छु, मलाई यहाँ लाग्यो भन्ने त लाग्छ होइन सबैलाई वर्षमा होइन। सुरु सुरुमा त लाग्छ, अब ऋणले गर्दा पनि अलि नलाग्न सक्छ, भए पनि अब त्यो लाग्ने चाहिँ स्वाभाविकै हो। तर डेलिभरीमा चाहिँ कस्तो छ भने 1 वर्ष पुरा भइसकेपछि तपाईँले जान चाहनुहुन्छ, अब म घर फ्यामिली भेटेर आउँछु होइन। अब भनी चाहिँ तपाईँ कस्तो छ भने जुन जुलाईमा जानुभयो भने चाहिँ 2 महिनाको छुट्टी मिल्छ होइन। वर्षमा गयो भने चाहिँ अब 2 महिनाको छुट्टी मिल्छ। अब यदि तपाईँ 2 वर्षमा जानुहुन्छ भने चाहिँ दुई 2 महिनाको मिलो। अब तपाईँको 1 वर्षमा भने चाहिँ अलि मुस्किलै पर्छ, अलि अलि अब त्यो पनि एजेन्सी हेरेर हुन्छ। अब एजेन्सीले अब कुनैले अब 45 दिन दिन नि सक्छ, अब कुनैले 1 महिना भन्दा नदिन नि सक्छ होइन। अब जस्तै अब तपाईँ 2 वर्ष 3 वर्षमा जान्छ भने चाहिँ 2 महिनाको लागि छुट्टी हुँदैन। 2 महिनाको लागि ढक्क घर जाने मजाले, अनि त्यो 2 महिना मजाले आफ्नो बुढाहरूसँग होइन, आफ्नो फ्यामिली परिवारसँग बस्ने घुम्ने गर्ने साथीभाइसँग भेट्ने टक्क अनि फर्केर आउने। फर्केर आइसकेपछि अनि ल एक एक हप्ता एक हप्ता अब 5 दिन अब त्यस्तै बस्ने। अनि त्यसपछि बसिसकेपछि अनि अब बाइक ल्याउने जाने, आइडी खोल्न जाने, अनि त्यसपछि अनि सरर फेरि काममा लाग्ने। त्यसपछि फेरि काम गर्ने, काम गर्दै गरेर फेरि तपाईँको 1 वर्ष भयो, 1 वर्ष पुगेपछि म घर जान्छु भन्न फेरि पनि पाइयो। यो चाहिँ त्यति सजिलो छ डेलिभरमा। अब अरू अरूमा पनि होला हुन चाहिँ, म डेलिभर नै काम गर्छु, मैले जति जानेछु बुझेको छु त्यही अनुसारको भन्नु नि हो। यति नै हो अब त्यसको लागि चाहिँ। अब अरू अरू पनि जान्न चाहनुहुन्छ कस्तो हुन्छ के हुन्छ भने चाहिँ अब कमेन्ट गरेर पनि भन्न सक्नुहुन्छ।